हेलो गाइज, हामी चाहिँ यहाँनिर बोटिङ गर्न आइरहेछौँ जूमा होइन। एक्सिडेन्ट हुने सम्भावना धेरै छ गाइज, किनकि हामी आफै ड्राइभर के अरे माझिँदैछ ल फेवा ताल हो होइन। मजा भइरहेछ। कस्तो फिल अरे दिप्सी? यता लाऊ दिप्सी, मतिर लाऊ। हेलो गाइजहरू होइन, हामीलाई चाहिँ पुरा बिन्दास रिल्याक्स भइरह। यदि तपाईँहरूलाई पनि चलाऊ न यार, कस्तो छ। ए नानीतिर हेर्नु गाइस, हामी धेरै डराइरहेछौँ होइन। पहिलोचोटि नि त थाहा छैन नि त होइन। दिप्सी कस्तो फिल भइरहेको? दुई चारवटा शब्द हाम्रो यस्तो तगडा भयौँ हामी। हेर्नु त गाइजहरू कस्तो। दिप्सी सिधा गयो, तिमीतिर तान न, तिमीतिर तान न। आम्बो खतरा हो नि गाइज यो त। खुट्टै दुई यस्तो गर्नुपर्छ है गाइज, यहाँ रोइ 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 गर्नुपर्छ। मम्मी कहाँ छ थाहा छैन, भाइ कहाँ छ थाहा छैन, तर हामी यहाँ छौँ गाइज, हामी यहाँ छौँ। ओइ दिप्सी यता लाऊ न, म तिमीतिर तान न, तिमीतिर। यस्तो फोर्स छ नि। पहिला छेउ पुगौँ न, अहिले लगिसकेपछि त धेरै फिर्ता दिँदैन नि गाइज पैसा। 255 चैट गराएको छौँ कि। पखाने ठोकिन्छ नि त फेरि। अब त्यति आउँ कि ए नजान्नु पनि केही छैन है गाइजहरू। कोहीलाई यदि के अरे कोहीलाई यदि इच्छा छ सिक्न भनेदेखि सक्नुहुन्छ। तिमीतिर हो कि? ए नहल्लाउ धेरै। बाप रे बाप, कहाँ अब एकछिन नगरी पनि रोकौँ न, छोडौँ न, एकछिन नचलाउँ। छिटो पैसा सकाएर हामीलाई केही पनि हुँदैन। होइन डेन्जर जोनबाट हामी बाहिर छौँ गाइस। यो चाहिँ होइन कहाँ हो भनिदेऊ दिप्सी? यो चाहिँ कहाँनिर हो भनिदेऊ? जू हो गाइस, जू क्या जू। कसैलाई यदि आउन इच्छा छ भने आउन सक्नुहुन्छ। हामीले चाहिँ 255 को टिकट काटेर अनि दुईजनाले चलाउनेलाई चाहिँ 255 रहेछ। अरू चाहिँ हामीले यदि बुझ्न चाहेनौँ। यस्तो रमणीय वातावरण छ होइन, पानी। ओ तिम्रो बाजे डर लाग्छ मलाई त। तिमीतिर तान भने उता जान्छ भने होइन? यता जान्छ भने यता चाहिँ जानु भन्नुभएको, बिचमा गइरहेको छ। अर्काको भर परेर बस्नु नै सजिलो हो नि गाइज। डराइरहेछन् उता पछाडि, उता अरू मान्छेहरू पनि डराइरहन्। अब कता तर हामी घुम्ने हो गाइज। दिप्सी त ह्यान्डल कभर गर। सी इज द बेस्ट ड्राइभर गाइज। माझिँदैछ ल गीत गाउँछ दिप्सी। माझिँदै ओइ हान न हामीलाई, हानो। अब के हुने हो नि बाबै? के गर्यो? तपाईँहरू चाहिँ किन ठोकिन आएर? ब्याग गर्ने हो क्या? अब तिनीहरू त्यही
डर लाग्यो राम राम के हो झन्नै एक्सिडेन्ट भएन गाइज त्यो दाइले हामीलाई बचायो छैन भएका आफूहरू ठोकाउन आउँछ नि यता गरेर उता गरेर गर्छ सेल्फिस मान्छे नि हुन्छन् गाइज यहाँनिर हो कि दिप्सी यदि कसैलाई यहाँ आउन छ भने एकदम रमणीय वातावरणमा दिप्सी लोकेसन हेर नै दिप्सी ओइ फेरि अर्को ठोकी गर्ने नि कन्ट्रोल गर न दिदी धेरै नै डर लाग्ने रह्यो यो यो वरिपरि त राउन्ड त लाउनु पर्यो नि दिप्सी मतिर तिमीतिर मतिर गर न यता मोड न तिमीतिर लगेर त्यही त हामी त हेर त है मतिर गर न यता मोड न हेर न के साह्रो हो हाम्रो चाहिँ खोइ पागल भइसक्यो मतिर यता मोड न उ त्यसरी क्या तिमीतिर गर्ने त्यो गाडीले हानेर हो क्या डोरी नै छिनाउँछ मलाई साह्रै बेइज्जतको भइसक्यो गाइजी हो समग्र ठाउँमा डोरी नै छिनाउँछ मलाई बेइज्जती भइसक्यो अब यता पाइडल मार्नलाई यदि कसैलाई साइकल चलाउनलाई एकदम पाइडल मार्न अप्ठ्यारो छ भने यहीँ आउँदा हुन्छ है सिक्नलाई यदि छ भने लाइफ ज्याकेट लगाएर हो कि इन्फर्म गरिदेऊ लाइफ ज्याकेट लगाएर आउँदा सजिलो तर यहाँ दिँदैनन् गाइज खै त अरूले पो लानु हामीलाई होइन नि ओइ धेरै बिचतिर आएका दिप्सी हामी खुट्टा धेर चलाउँदा रहेछौँ क्या जान्ने भएका होला अब यहाँ यही ढुङ्गाबाट तिमी कसलाई सम्झिन चाहन्छौ भन इ धेरै यता गयो यता लगा न तिमीतिर लगा पुरै खुट्टा नि धेर चलाउने क्या जान्ने भएर तिमी उता त भित्रतिर ल अब फेरि यता गयो भित्रतिर लैजाऊ न भित्रतिर लगा न दिप्सी तिमीतिर लाँदा भित्र जाने होइन धेरै गरेपछि अलि उता लगेर राख्छन् क्या पैसा तिरेर छ नि त एकछिन घुमाउने हो यसरी हामी नचलाइ भन्नुपर्छ क्या अहिले त्यहाँ ठोकिने हो कि भन्ने टेन्सन भयो एकछिन पखान उता त पर लगेर रोक्ने हो क्या अब कति धेरै शिक्षा सिक्न पाइन्छ यहाँ धेर चलाउने क्या हामी जान्ने भएर ए उता अपोजिट मार्ग जेसीबी ड्राइभर भयो जस्तै फिल हुन्छ है अब नचलाइ बसौँ त छोडिदिउँ अब
अब त यस्तोवाला हुन्छ रमाइलो गाइजहरू। दिप्सी के भन्न चाहन्छौ? के भन्न चाहन्छ यहाँ नआउनु भन्न चाहन्छ। नआउनु भन्न चाहन्छौ? म त आउनु भन्छु गाइज। यति पैसा छ भने आउनु। पैसा हुन जति त आउने हो। साइकल चलाउन आउने मात्र हुनु होइन, हामी पनि अब नेक्स्ट टाइमदेखि त हामी पनि प्रो हो नि त। अब यहाँ कसैलाई आउनु पऱ्यो भने हामीलाई सम्पर्क गर्नु क्या, हामी प्रो भइसकेका छौँ अब। नत्र हामीलाई नभनिकन चाहिँ नआउनु गाइज। यहाँबाट त्यहाँ लैसिक राखिदिन्छ क्या दिप्सी। 255 गएको छ गाइज। भर्खर 10 मिनट भयो हामी आएको। 255 दिप्सी धेरै जान्ने भइसक्यो नि। हेलो गाइज भन्दै आज हामीले चाहिँ लगभग कति सक्यौँ भने धेरै नै सकिसक्यौँ। लगभग 4-5 हजार चाहिँ सकि नै सक्यौँ। त्यही पनि अब बाँकी नै छ खानालाई। मोडी गाडी केही छैन गाइस। दायाँ बायाँ, दायाँ लग्यो के अरे बायाँ लग्यो भनेदेखि चाहिँ दायाँतिर गाडी जान्छ, दायाँ लग्यो भने चाहिँ बायाँ जान्छ। डुङ्गा यो यस्तो धेरै छ गाइस। यता पछाडिपट्टि जुम गरेर पनि देखाइदिन्छु है। यही हो। म दिदीलाई ठगेर आएको हामी यहाँ। दिदी बिनाजुलाई चिरिप्पै ठग्छौँ। बिस्तारो छोड्देऊ न दिदी, अब एकछिन नचला बस त। बिचतिर गयो भने जाँदैन, मोडिहाल्छौँ यहाँ लिला हामीसँगै हो त। गएर के हुन्छ अरे? आउनु भन्छ कसले? उइ यता किन मोडा क्या? यता चाहिँ मोड्ने हो, उता मोड्ने। सबै प्रोहरू सबै प्रो। सबैजना मेरो युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर अनि त्यस पछाडि एकदम सब्सक्राइब गरे पछाडि त म धेरै धेरै माया गरिहाल्छु नि गाइजहरूलाई। यता लगेपछि पो यता आउँछ त। उहाँ घरिघरि दिमागले चुप्ने दिमागले काम गर्नु। अब पैसा सक्यो नि सकियोस् वाला फिल भइसक्यो होइन। 10 मिनटमा 255 चैट। ओभर स्मार्ट भएर आउँछन् कोही पढाउन। हामी जस्तै ओभर स्मार्ट हो। यता 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 खुट्टा चाहिँ धेरै चलाउँदैन हौँ क्या हामी। खुट्टा धेरै चलायो। आधी बाटो लिएर कसै खुट्टा धेरै हाल्यो अनि भयो जम्मा गर्छु। भित्रतिर जाने नि के को धेरै बेर लाउने हो। कसले छोड्छ होइन? फेवातालमा सैले फेवाताले होइन जुत्ताले सलल सरो भेट्यो भने हामीसँगै आएको भरे यो ब्लग हेरेर हेर्ने मान्छे नै बियोस हुन्छन् होला। जे जस्तो भयो नि लाइक कमेन्ट सेयर सब्सक्राइब गरेपछि सुरुमा त जान्दैन, पछाडि बनाउँदै गर्छौँ। हेर्न चाहिँ नछोड्नु होला। कृपया सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।